केटा म चाहिँ भर्खर उठेर चाहिँ कति बजे खै एकछिन रोकेँ केटा 3:16 भइसक्यो चाहिँ यारमा ऊ चाहिँ उठ्नै पर्छ एकछिनमा होइन दिनभरि घरमै बस्यो मेरो त्यो ह्यान्डल के हो चलाउने बेला बाङ्गो बाङ्गो हुन्छ यार के देखाउनु जानु छ एकछिन माथि लागेको अब निस्किउँला लास्ट गर्मीमा फेरि स्विमिङ गरिदिनु पर्छ क्या हेर के हुन्छ केटा दिन झुरबाट सुरु भयो के हुन्छ थाहा छैन यार जे हुन्छ अहिले देखाउँला अब यो कन्टेन्टहरू भयो भने भ्लग हालौँला गरे नत्र भयो त्यस्तै हो केटा अब कन्टेन्ट भएको दिनमा हाल्छु अब हामी चाहिँ कलेश्वर मन्दिरमा आएछौँ कस्तो पूजा गरिदियो होइन अब यहाँबाट निस्क्यौँ हामी धेरै बस्छौँ टिका लागि यताउता गरियो म पूजा त गर्न आउनु केटा दिँदैन पहिला होइन मम्मीले यो गर भन्नु त्यो गर भन्नु म त्यही गरिदिएँ अहिले भेट्नु केटा पछि सबै लाइसेन्स आइसक्यो मेरो यहाँ बल्ल कति वर्षपछि ल केटा लाइसेन्स पनि आयो अब त्यो भेट्नु फाइनल हामी घर आइसकेको छौँ म टक्क बाटोमा गएर लाइसेन्स लिएर आएर त्यसपछि अब ब्याङ्कमा जान्छु एकचोटि यार यार ब्याङ्कमा गएर फर्म भरेर आइहाल्छु म केटा तिमीलाई सम्झाइहालेँ त्यो पनि आइसक्यो केटा माछा भइसक्यो यो चाहिँ घर ल्याउँछु म अहिले घर जाँदा लास्ट गर्नु टक्क फेरि यहाँ अनुहारसँग युसँग स्नोको हान्न आइयो केटा अब यार लाभा भयो त दिनभरि अब यसो खोलौँ मिलाऊँ त्यसपछि गेम्समा हानेको टाइम ल्याएर हालिदिउँ ल सही हामी चाहिँ स्नोकर हानेर टक्क यहाँ आयो फेरि अब स्विमिङ जाने भनेको त्यसपछि हाम्रो दिमास दाईको सुकुटी सुकुटीको अचार पाउँछ दिमास दाईलाई कन्ट्याक्ट गर्नुहोस् म नम्बर दिन्छु पायो भने नत्र चाहिँ खुवाउनु दिनु कि छिटो दाई माको सन्त स्विमिङ जानेको पानी पर्नु लाग्यो यो त यसलाई त हिजोको भ्लगमा नि हाल्नै बाँकी छ बाइकै छोड्नुपर्छ केटा यस्तो त यतिकै राखिदिनु पर्ला है कति किनै छोडिदिनु पर्ला पैसा खेलेर सकियो केटा अब यहाँ टक्क लाएर दुईजना लावारी छ राख्ने अब पछि थप्पिन कमेडी देखिन्छ एक दिन भाइ अनि अब डेन्जर कमेडी भ्लग एक दिनको भ्लग जोडेर हालिदिन्छ त्यो उसकै त्यो कन्टेन्ट नभएर हो खास चाहिँ त्यसले मेरो दाइले फेरि यहाँ टक्क आफ्नो बक्सर घर छोडेर आएर क्या तर बक्सर ल्याइदिनु पर्ने भयो अब त्यो टोपी हो कि एकछिन खेलिदियो पानी चाहिँ कम थियो आज यार अब अहिले कम थियो नि त्यो खासमा पुरै माथि माथिसम्म हुनुपर्ने एउटा लिएरै कम छ क्या अब एकछिन सुकाम जियाउ जिउ सुकाम त्यसपछि टक्क नुहाएर नुहाउँदा घर घर नुहाउने सबैले होइन त जेएमसी ब्रो ऊ आज भ्लगमा आउने भयो आजको भ्लगमा म्यान अहिले त आजको कन्टेन्ट रे हाम्फाल हाम्फाल चप्पल खोल ल हाम्फाल स्पाइडरम्यान अन स्विमिङ पुल ओए ल अब जाम स्विमिङ त खेल्न आयो होइन त अब स्याम्पू केही नलिकौँ आयो यार फा भयो नि त अब फास्ट है तुफान घरको वास हानिदिइहाल्नुपर्छ बात पानी पर्न लागिसक्यो मौसम यस्तो छ ल अब सिधै घर घर नुहाएर अनि फेरि भेटौँ न त एकछिन त्यसपछि कागज खासा खाना होइन त म स्विमिङ पुल मलाई दिउँसो खेल्न आएछ म तेरो शरीर कालो गरेँ यहाँ चाहिँ केटा अब स्विमिङ खेलिसकेपछि उयो के भयो तिमीहरूको कस्टम घरबाट लिएर आए पनि ल भाइ त्यस्तो गर्नुहुन्न तिमीहरू आफ्नै कस्टम लिएर आए पनि यो घर कस्टम लाने प्लास्टिक चाहिँ पाउँछ है त तिमीहरूले यसरी टक्क यस्तो त्यो खाइदिन्न जस्तो लाग्छ मलाई दियोस् अरू बेला त त्यो केराहरू त्यो चामलहरू हुन्छ नि त्यस्तो हाल्दै प्लास्टिक दिन्छ नि यहाँ चाहिँ प्रिमियमको प्लास्टिक दिन्छ है पैसा तिरेको हाम्रो मेरो तिरेको एकजनाको मात्रै ल पैसा त अब कहाँ छ ल जान त तिर अब
खाजा खान त मम्मीलाई पैसा माग्न यस्तो एउटा हल पनि छ होइन टक्क नाइट स्टे हान्नु पनि पाउँछु आएर यसो रमाइलो गर्नु पाएँ बर्थडे सर्थडे पार्टी होइन वेडिङको पार्टी यताउता गर्न पाउँछु यस्तो यस्तो छ ब्लु एन्जल रेस्टुरेन्ट छ मर्केमा छ है केटा हो या फोटोसोटो खिच्नुलाई गौतम बुद्धको यस्तो पनि छ यहाँ पोस्टर छ टक 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 के हो डोरी निस्किया त यो बुद्धको छेउमा भयो ल यसरी खिच्छ ल त म कि त ल त जान्छ आज त यो मोडल हो उता यता एउटा यसरी हो यसरी अर्को उता फर्के हिँड्ने यस्तो गर त्योसँग ओए उता हेर त ल अनि यसरी हिँड्ने यसरी यो पोज चाहिँ ल अब अर्को आइज यता आइज नि अर्को हेर्ति मलाई अर्को देखाउँछु भाइ अर्को पनि छ यहाँ धेरै छ यहाँ पठाइदिन्छ रोक यहाँ चाहिँ यस्तो मर्मेट छ यहाँ पानी सुकेछ करण के भयो त नि पुरानो भएर पानी सुक्यो यता चिल छ यहाँको ढुङ्गा आयो त नि अनि अर्को त भ्याउनुहोस् क्या उता त अर्को म जान्छु ल केटा छमारकै पोखरादेखि नजिकै छ होइन यस्तो यहाँ चाहिँ ल यता केही छैन केटा यता गर्लफ्रेन्ड सम्ले लिएर बस्ने भने बस्यो उता कटारतिर डेटिङलाई चाहिँ एकदम बबाल ठिक छ खानेकुरा किन्नु ठिक छैन पाइन्न तर हो यार उहाँ दाईहरू चाहिँ त्यहाँ बसेको अरे हामी अब चल्दै एकछिन ग्राउन्ड यही हो है केटा हो यहाँ चप हुन्छ भाइ हो ओए खतरो का खेलाडी ल यो त सही हान्छ त फेरि रीति अरे ल हेर एकछिन हेर केटा यहाँ त बाँदर जस्तो भइसकेको छ झोला बोक्ने स्टाइल हो नि त ओए ल भन्नु ल हजुर होटेको नाम भन्नु नि त के भन्नु के भन्नु दिदी आन्टीको हाँस चाहिँ सही रहेछ दिदीको ल डान्स हतार बस्यो भने कतै बाटोमा होइन टक्क यस्तो एउटा जग्गामा चिसो पानीमा यस्तो डुबाइराख्नु पर्छ यस्तो गर्नुपर्छ नि त यो 2 PM को चिजवाला नयाँ फिचर आएको छ पैसा पर्दो रहेछ यो चाहिँ पैसा पनि यहाँ निलै भयो च्याउचाउको यो रस त्यसले गर्दा यो 5 रुपियाँ पर्दो रहेछ 50 रुपियाँको चिप्स किन्यो भने फाइदा रहेछ केटा यस्तै गरी 10वटा चिप्स खाऊ तिमीसँग 50 रुपियाँ भेट्दा आउँछ ल भयो सकियो केटा अक्खा भ्यू देख्यो त ल पेट्रोल हाल्न जान्ला थिएँ है ठ्याक्कै सेवाले चोकमा यहाँ पुलिसहरू ट्राफिक हेर्दै आएको थिएँ अगाडि त अक्खा भ्यू थियो यार फर्स्टमा देखाएर उइस माग्नुहुन्थ्यो यार तिमी माग्दिउँ रहेन केटा मैले देखाएको कि फर्स्टमा पेट्रोल हाल्दा जानु केटा यस्तो पनि छैन यहाँ रिजर्भमा हिँड्दाको अघिदेखिमा ल पेट्रोल हालेर भेटौँ अब साथ लङ टाइम नो सी हाम्रो गराउन दाइ उयो बिरामी भएर होइन फेरि ब्याग आउनुहोस् होइन कुखुराको चिसोले भेट्टा जस्तो छ अस्ति त्यो धेरै सही 3टा बुलेट एउटा स्कुटर लिएर आएन हाम्रो राजदाईको बुलेट फेरि अक्का ल केटा मात्रै मलाई राजदाईको बुलेट चलाएर देखाउँछु हेर्दै एकछिन हाम्रो राजदाईको बुलेट त्यस्तो छ अब अस्ति बनाउनु मैले भनेको भयो ल यहाँ चाहिँ अर्को 5 स्टार होटेल बेन्जु होइन होटेल बेन्जुको अगाडि एउटा अब अर्को चाहिँ कहाँ हो रोयल पुष्पमा हान्नुपर्छ है केटा अर्को त्यहाँ 4 स्टार रहेछ
पढ्नुको थाहा भएन एक ट्राई चाहिँ हान्नु ल पड्केन भयो सयो भ्याइयो एकदमै सरी हजुरलाई एक दुई बोली भन्दै नि त एक दुई बोली दिदीहरू एकदम राम्रो हुन्छ त्यस बाटो छोडिदिनु भयो केटा ओए जेएमसी बोयले यहाँ बाइक चलाउनु लाग्यो ल फेरि चल्नु हान्नु पऱ्यो नि फेरि ओए हाइट्ने साइड कट टु टाइट ल चला नि त पहिला चला न ओए यहाँ चाहिँ केटाहरूको स्कुटीको आवाज सुन्नु ल भयो त्यस्तै हाम्रो जतन गरेर राख्नुपर्छ है तिमीहरूले यस्तो धुवा फाल्ने बनाउनु हुन्न एयर पल्युसन मान्छेको नाकको गाँड फाल्छ यहाँ हड्डी नै कुहियो एकछिन त एकछिनको लागि रमाइलो त्यस्तो गर्नु त सही हात्तीमालामा आज न फेरि ब्याक टु ससदाको नयाँ पुल हाम्रो बबाल चाहिँ थियो अस्ति खेलेको थियो है एकछिन खेलेको पछि त पारीको सबहरू उडेर आइदिरहेको फेरि खोइ त सामान नि डिक्कीबाट झिक्नै बिर्सेको कि बाबुले भित्रै लिएर चलफल हाल्दैन स्कुटी कस्टम तर लाउड देन एनिथिङ हो क्या तर थम्नेले त्यही जान्छ आज बबाल चाहिँ आवाज चाहिँ यसको तर के आफै जान्दानी बनाएको छु त्यस्तै भएको भाँचेको त होइन त्यो वेल्डिङ गरेको दाग छ आज म प्रायः सोध्छु रोक मलाई थाहा होइन अस्ति मैले सोधिनँ खायो पानी परिसक्यो केटा हो हिजो पनि पानी परेको थियो आज पनि पानी पऱ्यो छिटो हानिसक्यो अब चाहिँ सकेसम्म छिटोभन्दा छिटो चाहिँ फर्किनु पर्ने हुन्छ हामी चाहिँ प्याटा बाल जाने अब लौडा कछिटो भएको त नि पानी पऱ्यो बस्दिउँ अगाडि गएर यार क्यामेरा फोहोर भएको के हो मै फोहोर आयो ए अब यो फेरि आज पनि पानी पऱ्यो यार ताइ जहिले पानी पर्छ भनेको यार अगाडितिर गएर भेटौँ केटा हो यहाँ बाइक साइक स्कुटी यसको यहाँ धुम 3 निकालिदिउँ अब गर्नुहुन्न स्कुटरमा कहिले पनि केटा हो यहाँ ऐना सैना झिकेर साइलेन्सर निकालिदिएर यो चाहिँ हाम्रो केबल कार हो यहाँ होइन यहाँ चाहिँ हाम्रो केबल कार हो कुस्माको यहाँ उता जान पाइन्छ पाइँदैन थाहा छैन हजुर यहाँ केबल कार छ केटा ल हेर 2टा डब्बा एउटा यता आउँछ एउटा उता जान्छ टक्क खेल्न मलाई हात चढ्न मलाई आउने खेल्नु कहाँ छ नि यहाँबाट हाम्रो काउन्ट यहाँ चाहिँ अपरेटर रुटे छ टक्क हाम्रो बाबा अङ्कल हुनुहुन्छ भित्र जान पाइन्छ यो साथीको बाबा भएर हामी चाहिँ यहाँ चाहिँ अङ्कल हुनुहुन्छ हाम्रो यहाँबाट ट्याक्क अपरेट गर्ने हस्
यहाँबाट एउटा उता जान्छ एउटा यता आउँछ है त ल उसमा आयो भने चढ केटा हो यो मनोकामना गर्छ भने नि फेरि उहाँ लामो लामो 10-15 मिनटको टक्क 5 मिनट कति मिनटमा पुग्छ अङ्कल पारी 5 मिनट भयो 5 मिनटमा पुगिन्छ अरे केटा पारी उयो त अख्खा रहेछ त केटा तिमीलाई म नाइट भ्यू देखाउँछ आज हाम्रो कुस्माको बन्जीको हिजो चाहिँ हल्का हल्का इभिनिङ भ्यू थियो बाइक यहाँ राख्या तिमीलाई म नाइट भ्यू देखाउँछु होइन कस्तो देखिन्छ त्यहाँ फ्ल्यास अफ गरेर देखाउँछु र है सिनेमेटिक एरियाले गएर केटा हो यहाँ टक्क लाएर यहाँ चाहिँ यस्तो डिस्कस हुँदै यहाँ के डिस्कस सही हो तमिल फ्यान होइन उता ल ए यस्तो हो नि त कन्टेन्ट त सही हो ल भित्रैसम्म हामी चिन्ने भित्रैसम्म हामी चाहिँ निस्किनुपर्छ अब धेरै बस्नु केटा हामी टक्क टुकीमा एकछिन बस्यो हेलमेट र चाबी चाहिँ मैले भित्रै छ जस्तो लाग्यो मलाई त्यो जहाँसम्म मलाई होइन टक्क लाग्यो हामी अब एकछिन केटा